Hello friends everyone. कस्तो छ तपाईहरुलाई? म ठिक छु अनि तपाईलाई थाहा छ म अहिले यसरी माथि हिँडेको नि मेरो एउटा मिनी बाइकमा तर आज नाइटको यात्रा गर्दिम न भनेर हैन कस्तो हुन्छ के हुन्छ बजार जाँदै छु आई मिन मार्ट कस्तो हुन्छ हेरौँ न है म त हेर्नु तपाईहरुलाई पनि थाहा छ म सँगै गराउँछु टर्न एस्केप भिडियो लेट्स सी लेट्स गो सानै हो टेन्डन लेट्स गो एभ्रीवन म त हेर्ने गएको छ म तपाईहरुलाई पनि बोलाउँछु हैन तपाईले चाहिँ मात्र मेरो भिडियोहरु चाहिँ स्किप नगरिदिनु होला हैन अनि हामी हेरौँला अनि यस्तो गाडी आइदिरहेको हान्दिन्छ कि म हान्दिम हो धेरै दिनपछि देखेँ तिमीलाई तर वाउ यो चाहिँ मेरो बस्ने ठाउँको वरिपरिको अगाडिको एरियाहरू कस्तो छ गाइज भन्नु राम्रो छ नि है ओ ला 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 La 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 Baby impossible कताबाट जाउँ हौ यता तलबाट जाउँ माथिबाट जाउँ भयो तलबाट गयो भने सेफ्टी माथिबाट गयो भने अलिकति रिक्स हैन यस्तो के गर्नु भयो माथिबाट जाउँ होला गाइज के हुन्छ तिम्रो कारण हामी यतैबाट जानु पर्छ है कहिलेकाहीँ चाहिँ यो बेलुका हिँड्नको लागि चाहिँ कस्तो रमाइलो लाग्ने क्या किन भन्दाखेरि चारतिरहरू लाइटहरू छ नि त होइन फेरि कता जाने हो भनेर त गाडी त कारको रहेछ त च्याङचुङ गरेँ के भन्नु थालेको हुनुपर्छ क्या साइड फेरि लाइट बल्यो यस्तो ब्याड लाग्यो सेमोडी गरौँ ल है न्याम त पाल्ने गर्नुपर्छ सबैको लागि यो न्यामहरू त होइन मेरो मन भरिदिँदैछ यादमा तिम्रो फेरि कस्तो छ गाइज मेरो गीतहरू होइन म त गीत पनि गाउँछु नि फेरि वाउ थ्याङ्क यू हाउ फास्ट अनि साथी हो मैले के पो भन्दै तपाईँहरूलाई यो नाइट भ्यूहरू कस्तो राम्रो लाग्छ कि होइन एकदम लाइटहरू हुन्छ होइन वरिपरिहरू एकदम डुल्न मजा लाग्छ एक्लै भयो भने क्या म चाहिँ कहिले काहीँ हिँड्छु तर खास गरी आज चाहिँ म चाहिँ खास गरी फलफुल किन्नु गएको होइन अब भोलि काममा त जानुपर्छ होइन काममा गएर त माम खान पाइन्छ त्यही माथि नेपालबाट यहाँ पैसा कमाउनु भनेर आएको होइन अनि पके पनि खाना त खानुपर्छ माम त खानु पऱ्यो होइन पैसा पनि कमाउनु पऱ्यो काम पनि दौड गर्नु पऱ्यो त्यही भएको कारणले काम चाहिँ गर्नुपर्छ त्यसैले अझै खाएर चाहिँ फलफुल लिने हेरौँ के छ होइन पाउँछौँ यस्तो मलाई चाहिँ जहाँसम्म लाग्छ म चाहिँ आज स्ट्रबेरी खानु खाएछ त्यही छोरा सायद होइन अनि अघि पनि त मसँग गएको थिएँ खास दिनमा एउटा यस्तो हजुरआमा क्या शिवया भन्थ्यो म त्यहाँ धेरै किनेर अहिले मलाई चाहिँ चेन खालिसकेको छ त्यो हजुरआमाले अनि अघि चाहिँ खास गरी चाहिँ मैले केही कुराहरू किनेँ तर मैले एउटा स्याउ फ्रीमा हालिदिनु क्या कहिलेकाहीँ हालिदिनु हुन्छ त्यत्तिकै एउटा दुइटा के कुराहरू हालिदिनुहुन्छ अघि एउटा स्याउ हालिदिनु भयो तर खास गरी मलाई अहिले चाहिँ स्ट्रबेरी खानु मन लागेको अनि त्यही भएर गएको अब हेरौँ के हालिदिन्छ तर के हालिदिन्छ हाल त हालिसकेको छ हालमा पक्क नि हालिदिनु होला अन्त जान्छु अनि किन्छु अनि म एक्लै खान्छु तपाईँहरूलाई दिनु किनभने म सकिँदैन मोबाइलबाट होइन
कति बेला जोडी हिँडेको अगाडि हामी चाहिँ कहिले ल्याउने होला यसरी जोडी होइन जोडी ल्याउनु पाए कति राम्रो फ्यामिली ल्याउनु पाए कति राम्रो तर 1 वर्षको लागि होइन 1 वर्षको लागि मात्रै कि म त कस्तो अँध्यारो भयो होला भनेको त यार म काल जस्तो लगाएर पो रहेछ म त अब उज्यालो रहेछ नि के को एडभर्टाइज हो यो फेरि हाम्रो पनि बाइकको हरन छ नि दाजु तिमी अगाडि बढ्नु खोज्छौ हतार गर्नु त भएन नि त होइन लाइट बल्दिरह्यो कि फेरि आज के भएको भयो भने त यार खालि जोडी जोडी मात्रै देख्छु त म त आज त हामीले के बुढी ल्याउनु नपाएर भनेर क्या हो देखिरहेको यसपालि हाम्रो पनि भेजा बन्यो भने हामी ल्याउँछौँ नि फेरि खोजियो अरे होइन होस् मैटर जाने मैले बिर्सिए को साथीसँग हो गया तर को मलाई थाहै छैन यार कत्रो टाइम लागेको लाइट बल्नुलाई अब सेट ए राजाहरू रहेछ यार त्यात म त हाम्रो उता कामबाट केटाहरू भन्ने सम्झिरहेको थोरै भ्लग बनाउँदै हिँडेको मैले हिजो सन्तोषलाई चाहिँ सम्झिरहेको थिएँ सन्तोषलाई चाहिँ हिजो भर्खर सम्झिरहेको थिएँ होइन लाइट छ कि अनि खास गरी चाहिँ हामी घुम्न जाउँ कि जस्तो लाग्यो फेरि म हिजो आफै भ्याइने एउटा दाइले गर्दाखेरि त्यहीँ फोटो खिच्नलाई फेरि व्यस्त भयो केटाहरू हल्का पाउँदै हिँडौँ न भनेर नि कहाँ हिँडेको तिमीहरू नाइक त ए म त नाइक त भन्दाखेरि त म खास गरी चाहिँ त्यहाँनिर झन् थोरै मोडिफाई गरेँ के हानेको यस्तो यो त थाहै भएन समीर के गर्ने नाम के अरे शिव हौ शिव लभ ए लभ यो मेरो ए हुन आँटेको स्टिकर थियो त्यो मोडिफाई गरिदिउँ यताउति यो पनि हाल्दै यो पनि थोरै हालिदिएको यो 2 दिनमा गएको मैले यस्तै हालेको किन गयो कसरी गयो ए अनि ठिकै छ म त यो फ्याँकेर चाहिँ ठुलो किनौँ जस्तो लागेको थियो फेरि मेरो यस्तो साइडमा थियो अनि यो साइकल सानोमा फेरि यस्तै सोधेको जस्तो लाग्यो अनि फेरि कति दिन चल्छ यो कम्पनीमा आउनु जाउने 3 चोटि चल्छ तर अहिले चाहिँ म 2 चोटि लाउनु थालेको छु किनभने त्यसै बेला घुर्न मन लाग्छ कि अनि अब अर्को साइकल किन्नुपर्छ सम्झिरहेको छु यसले त कतै डुल्नै पाइएन क्या ठुलो पनि हान्दिनँ अहिले त्यो अलिक राम्रो हुन्छ यो डिजाइन चाहिँ मेरो जस्तै रहेछ यो जस्तै है
अनि त्यही भएर चाहिँ अब अर्को साल किन्नु पऱ्यो थोरै यसो अलिकति भिडियो सिडियो बनाउँदै हिँड्नु पऱ्यो भनेर बेच्ने भयो दमनदारलाई चाहिएको छ त हैन यो साइकल होइन अलि होस् हौ अब त यार किन्छ र 3-4 लाख हुन्छ अनि कम्पनीको लागि चाहिँ ठिकै छ 3-4 लाग्यो भने त यहीँ ठिक छ त यार अनि थेबुलमै राम्रो पाउँछ आउँदैन 3-4 लाख पाउँछ हौ मैले अस्ति हेरेको यार राम्रो पाउँछ मैले 4 लाखमा लिएको यो अनि यहाँ अस्ति गएर हेरेको 3 लाखमा राम्रो पाइरहेको अनि त्यो भाडा काटेर 4 लाख भएको हैन टोटल 4 लाख पर्यो तर यहाँ 3मै राम्रो पाउँदो रहेछ क्या मलाई चाहिँ अब खास गरी चाहिँ यस्तो ब्याट्री सेट्री चाहिएन कि ब्याट्री टिकेन भने चाहिँ भाग हुन्छ है तिनको राम्रो आउँदैन तिमीले राम्रो भनेको 8 को आउँछ खतरा एम्पियर हेर्नुपर्छ है ब्याट्रीको ब्याट्रीवालाको चाहिँ 8-9 को आउने हो 21 अनि अहिले चाहिँ म खास गरी अब यस्तो ब्याट्री नकिन्ने कि अब ब्याट्री सकिन्छ टेन्सन हुन्छ क्या यसो डुल्नको लागि पनि पाइएन ब्याट्री लङ टर्म टिक्नु पर्यो हामी के जाने हो नि त कहिले काहीँ यसो डुल्नु ओर्नु वरिपरिमा भनेको हिजो सम्झिरहेको जाउँ न त साइकलमा लगभग 3 जना भएर जाउँ न त अनि के भयो जाने हो एउटा साथी पनि छ कि मान्छे लाइटहरू भयो भने जाउँ न कतै थोरै यो अब नेक्स्ट सन्डे यो आइतबार अब शनिबार आइतबार छुट्टी छ हाम्रो पनि अब कति रुममा बस्ने होइन 2-4 घन्टा घुम्नु यसो वरिपरि अस्ति एक्लै उहाँनिर गएको उहाँको पुलनिर होइन तर जानु अलाउड थिएन कि क्या हो गयो यार जान चाहिँ आउँदाखेरि ब्याट्री सक्यो त्यस्तो बिजो क्या एक्लै हिँडिदिएको मैले बाइकमा हिँड्न पनि लास्टै गाह्रो हुन्छ सानो टायरको त होइन खास गरी साइकल के भनेको होइन उनी एउटा फल्को किनौँ न भनेर नि ठिकै ल केटा ल ल जाने बेलामा यसो कुरा गरौँ न है शनिबारतिर कुरा गर्छु म ल केटा ल केटाहरू पनि भेट्यो होइन अब टक्कसँगले जाने अलिकति किन्ने गर्ने दाइले बाटो काटेर बिचमा हिँडिदिनु भयो तर डन्ट वरी हो त्यस्तो गरिदिनु तपाईँहरूलाई होइन हामी बाटो कुन पो थियो गाडी टप्नु खोज्छ त के भएको हो यार तिम्रो गाडी छ भनेर यो हानिदिन्छु म बजार चाकमा ड्याम्ने गर्ने ऊ अर्को दाइले पनि हान्नु खोज्यो ल ओ दाइले पनि आत्तिरहेको हो आज के हो मेरो दिन खराब थियो अर्काको दिन खराब छ कि के हो यार छ्या गाडी झुक निस्किन्छ त हौ घरि के देख्छु घरि जोडी देख्छु म सिङ्गल छु भने हेपी क्या हो बुढी छैन भने हेपी क्या हो सबैजना यार नेपालमा छ नि मेरो बुढी थाहा छ कि छैन मैले कसैलाई भनेको थिइनँ आजले भन्दा त बिहान मेरो भएर ल यो पर्छ होइन दिनपछि देखे तिमीलाई तर कस्तो गीतै बिर्सेको कस्तो मनपर्छ गीत होइन अब त मैले गीतै बिर्सिरहेको फाइनल्ली मेरो चाहिँ आज चाहिँ अहिले नै ठ्याक्क किन्ने ठाउँ आइपुगिसक्यो क्या त्यहीँ हो किनेर क्या त्यस्तो राम्रो थाहा छैन आइसक्यो म हेरिसकेँ 할머니 안녕하세요. 다시 왔어요. 이제 일 끝났어? 네, 일 끝나고 왔어요. 아까도 여기 한 번 왔어요. 됐어? 네네, 여기 귤 사고 갔었어요. 이거 스트로베리 없어요. 스트로베리 없어요. 귤, 스트로베리. 아, 오늘 진짜 없어 이거. 그러면 어떡해. कस्तो म त बुढाले थाहा पाउँदैन भनेर थापिरहेको कि युट्युबमा भनेर बुढा बाटो रहेछन् बुढा पनि चलाउँछ नि क्या हो टक्क किन्यो अघि लाग्ने होइन भाले 알겠습니다. 네.
जाउँ ल होइन डक्टरसँग किन्ने अरे हिँड्ने अब अहिले पनि छिटो आएको अहिले पनि आइदिएको होइन अब हजुरआमा चाहिँ बिचरा साइड लागिहाल्ने नि होइन अब त यो फुच्चेलाई कति दिने हो नयाँ टिकटहरूलाई हो जति हेरेर नआउँछ भन्ने भइरहेको होला होइन तर ओके तर अब होइन धेरै अर्काको आश गर्नु हुँदैन कि हाम्रो नेपाल दाजुभाइहरू एकदम गफ गर्दै हिँडेको छ नि त के हो लहरै छ त टन्नै छ नि त केटाहरू त के हान्दिम के अगाडि नै आउँछ हौ झन्डै साइकलको टाउकोमा हानिदिरहेको खुट्टाले कस्तो खालको केटी हो हदसम्म होइन 사장님 이거 주세요 스트로베리 냄새 껍데기 도래요 도래야 그다음에 이제 그 중국 같은 경우는 이것도 이제 상당히 많이 빠졌다 이렇게 되겠고요. 그다음에 나온 제품 때문에 복이 아니고 아주 낭락이 아니고 10,000 सब 10,000 छ त हौ 이거 싸고 싶은데 이거 주세요. 이거 싸고 싶은데. 똑같아. 아니 나 생각하고 있어요. 나 생각하고 있어. 2개 가져가고 싶어. 네네 2개 가져가고 싶은데. 2개 달라고? 네. 여기다 넣어 같이? 네 같이요. 따로따로 하나씩 넣어. 오케이. 아니 기다리세요. 여기 같이 넣는 게 안 나? 여기 가방이 안 돼요? 안 돼. 가방. 싫어가지고 안 돼. 안 돼요? 이거 2개 해갖고 네네. 그러면 여기 집에 어떻게 가져가요? 여기다 그래. 아 괜찮아요? 오케이. 여기다 하면 돼. 다들 그렇게 하고 가자. 오케이. 저는 하나 여기 괜찮아요. 이렇게 충분해. 오케이? 그래야지 네가 힘이 덜 들어. 네네네. 안 그러면 네가 힘들어. 네. 힘들면 안 돼. 알려주고 감사합니다. 카드 주세요. 24,000원. 친구랑 같이 먹으려고? 뭐라고 했죠? 친구랑 같이 먹으려고? 아 친구는 고마워. ओके नहीं हम सुन रहा वो साथी सँग आएन भन्ने यस्तो कुरा गर्दै चाहिँ आज मलाई एक्लै दिन रोड लाएर हो नि त ए खाँदैछु नि त यस्तै राखेँ होइन अब चाहिँ हिँड्ने हो म ट्याक्क जाउँदै यस्तै हुने हो ल अब जाने हो भने टक्क किन्नु भने अब फेरि जाने हो बिस्तारै जानुपर्छ जस्तो लागेको छ अब प्लास्टिक चुट्यो भने त बाटोमा झट्ट चुलो भयो भने त बेच्छ राम्रो हुन्छ होइन यताबाट जाउँ होला है आधी घन्टामा आउँछु भनेको टाइम के भइसक्यो केटाहरूले एकदम खाइसक्यो होला नेवार कतिखेर आउँछ भनेर खोजिरहेको होला नि केटाहरूले भने आज बिजी के गर्नु अब थोरै कन्टेन्ट त बनाउनु भयो तपाईँहरू लाइभ पनि होइन साथी हो र तपाईँहरूले पो हेरिदिनुहुन्छ भने त लाइभ हो आशा छ जति पनि हेर्नुहुन्छ विशेष गरी होला लाइक सब्सक्राइब अनि कमेन्ट कमेन्टको यस्तो धेरै सम्बन्धित त्यो अलिकति जिज्ञासा हुने भन्न सक्नुहुन्छ तपाईँहरूले होइन
फिल्मको बनाउँदै देखाउने पनि छु है त्यसै गरी खासै चाहिँ मलाई यस्तो डुल्न मनपर्छ क्या गाइजहरू वरिपरि डुल्न बस्न होइन रमाउन यस्तो भिडियो बनाएर हेर्छु यस्तो पनि हेरिदिनु होला खासै रोमाञ्चक हुन्छ नि रमाइलो हुन्छ नि होइन नमात्रै रमाइलो कति लिनु तपाईँहरू पनि गरौँ न लाइट त बगिहाल्यो कि राम्रो भिडियोहरू हिँडेको छ मलाई मतलब छैन क्या मेरो पनि छ घरमा होइन मतलब पनि छ होला नि त एउटा घरमा कस्तो मलाई दिदी रोटी दिइरहेको क्या बिचरा माया लाग्यो जाडो भयो जाडो भयो होइन म चाहिँ अब एकछिन चुलाएर बसेँ अब हामी एकछिन थोरै अलिकति वरिपरि भ्यू गरेर हेरिजाउँ होइन हावा पनि निकै चलिरहेछ सायद साउन्ड पनि आएको छैन होला जस्तो लाग्छ मलाई जहाँसम्म है केही छैन भिडियोहरू बाहिर आउनु नि त होइन अलिकति शान्तमा पनि बस्नु राम्रो हुन्छ भने जस्तै हामी अलिक शान्त भएर जाउँ भुल्न सकिन्न तिमी के भन्छ हौ कस्तो बिर्सिरहेको गानाहरू बहुत धेरै बिर्सिसकेँ कि पहिला चाहिँ म एकदम गाउँथेँ होइन एकदम गाना गाउँदै रमाउँथ्यो के गर्ने आफैमा होइन यताउता अहिले पनि फेरि गर्छु तर गिटार मसँग छ गिटारहरू छ रुममा गिटारमा भर्खर प्र्याक्टिस चाहिँ अलिक सिकाएको छ होइन यो एउटा म्युजिक लाइन पनि अलिक चाहिँ हिँडे चाहिँ आउँछ पक्कै पनि है त्यस्तै म गीत गाउँथेँ होइन राम्रो लाग्छ अहिले चाहिँ मैले अस्ट्रेलिया बाहिर आउनु पऱ्यो कि होइन ल्याङ्ग्वेज पढ्दा पढ्दै अब लास्ट टाइम मिहिनेत गर्नु पऱ्यो क्या यसको लागि चाहिँ होइन सबै कुरो बिर्स्यो भनौँ न मलाई ढाँट्नु पर्दाखेरि भन्दाखेरि नढाँट्नु पर्दाखेरि धेरै इङ्ग्लिस पनि आउँदैन इङ्ग्लिसहरू पनि कतिखेर सिक्सेको थिएँ मैले बाहिर जानु लागि खासै गएर आउनु पर्ने भएकोले चाहिँ एउटा खासै भएकोले चाहिँ मैले सिकेँ है इङ्ग्लिस पनि बिर्सेँ कि त्यसै गरी खासैले मैले गीतहरू पनि बिर्सेँ क्या कति रोटिरहेको थिएँ त्यस्तो चाहिँ मिस्टेक भइहाल्छ क्या र सरी केही छैन सिक्छु होइन अलिक चाहिँ म्युजिकहरू पनि आउँछ गाउने इच्छा लाग्छ मन बस्ती भएर थोरै बोल्दै हाल्छ होइन के हुन्छ राख्ने होइन प्र्याक्टिस नै ठुलो कुरा हो नि त होइन त्यही भएर म छोड्दैन क्या डोन्ट गिभ अप कता जाउँ भयो क्या ठ्याक्क फेरि आजको बजार यात्रा अब चाहिँ म ठ्याक्क रूपमा जान्छु होइन दाइहरूले भएको पनि गर्छ टक्कसँगले जस्तै भयो मिठोमा खाइदिने ग्याम गम ग्याम 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 गम 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 खाइदिने एकछिन परिवारसँग बोल्ने होइन फेरि आफ्नो काम गर्छु ओर्छु अनि त्यहाँपछि म सोध्छु अनि सबैजना लुन्दै रहन्छु अनि त्यहाँदेखि भोलि चाहिँ काम उठेर जान्छु म गाह्रो छ हौ मलाई उयसमा मलाई त गाह्रो पनि के भन्नु यार है नेपालमा गाह्रो भएर म यहाँ आएको अनि यहाँ पनि गाह्रो भयो भन्नु थाल्यो भने त म त मलाई धेरैले कराउनुहुन्छ तपाईँ गाह्रो गाह्रै हो तर गाह्रो मान्दिनँ म सबैलाई पर्छ पनि होइन गर्नु पनि पर्छ होइन अब कमाउनुबाट अब मलाई आएको चाहिँ गाह्रो साह्रो त्यस्तै गाह्रो भयो भने अब खुसी भएर गर्नु
सरी म अनि छिराइ पुगे मरुमा आफ्नो भन्दा हुन्छ होइन त्यो पानी पनि पर्नु लागेको छ हौ सितो हो कि पानी झरिरहेछ झ्याममा पनि है ट्याक 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 गरेछ वाउ ल मेरो टर्निङ पोइन्ट आइसक्यो मेरो बिल्डिङ चाहिँ अगाडि देखेको तपाईँले है त्यहाँदेखि कस्तो दामी फुलहरू छ क्या अगाडि है रातो रातो फुल देख्नुहुन्छ नि वाउ साइलियो भने जस्तो कमेरामा आइपुग्यो अब चाहिँ जाथाले पनि कटिहाल्यो अब आएँ म तिमीलाई कुनै पल नदेखुमा यो मन डराउँछ यो मन डराउँछ उहाँ दाजु नि कहाँ जानुभएको ल म चाहिँ आइपुग्यो उहाँ चाहिँ बस्नु अझ जानुभयो रहेछ होइन ल म आइसकेँ मेरो उपहार यहाँ छ मेरो फलफुलको उपहार के भने आफूले किनेर ल्याएको होइन तर खुसीको उपहार हो पैसा पऱ्यो पनि होइन जाने हो अब त जाने हो जाने हो जाने हो जाने हो जाने हो जाने हो चिमाम खाने हो 7-15 सालमा केटाहरूले के चिमाम भने याहु मासु मासु रहेछ नि यो imigração ali. Vamos ali. Tá? Covid tá